हामी अब यहाँबाट यो हात्तीखोर हुँदै पाल्पा डाँडा पुग्छौँ र पाल्पा डाँडाबाट हामी हाम्रो गन्तव्य भनेको देवचुली डाँडा पर देखिएको छ। यहाँबाट ठेक्के छ देवचुली डाँडा चाहिँ हामी है हामी यो टोली चाहिँ देवचुली जाँदैछौँ। त्यहाँ होइन त्यो पारी हो ल। हाम्रो टोली होइन कतिजना छौँ? ल 6 जना। हामी हो त्यो डाँडा पुग्दैछौँ। कोही चाउचाउ खाँदैछन्, भोकै छन्, कोही कोही खाँदैछन्, कोही हाँस्दैछन्। ल हामी पुग्ने चाहिँ ठ्याक्कै यो डाँडोमा हो जहाँ बादल देखिएको छ। देवचुली डाँडो पल्लो देखिएको सायद बर्चुली हो कि। हामी हिँड्दै हिँड्दै यताबाट यी टोलीसँगै यसरी हिँड्दै हामी पुग्ने चाहिँ ठ्याक्कै त्यहाँ हो। हरि सर हजुर के छ? ठिक छ नि सर? अब हामी देवचुली डाँडा चढ्दैछौँ। हामी चाहिँ जहाँ बादल लेखिएको छ, बादलले चुमा खाइरहेको छ, त्यहीँ चाहिँ हामी जाँदैछौँ। हामीसँग किरणजी हुनुहुन्छ, अलि अगाडि गोपाल दाई, त्यसपछि अगाडि ईश्वरजी हुनुहुन्छ, त्यसपछि हाम्रो भान्जा सुरेन्द्र हुनुहुन्छ होइन। हामी चाहिँ हिँडिरहेछौँ, उकालो चढ्दैछौँ, बाटो उकालो आउँदैछ। हामी पुग्ने ठाउँ भनेको अझै त्यहाँ देखिएको छैन हो, त्यो जहाँ चाहिँ बादल लेख्नुभयो, बादलले जहाँ चुमा खाइरहेको छ भनौँ, बादलले माया गरिराखेको छ, त्यही ठाउँ हामी पुग्नलाई हिँडिरहेको छौँ। सायद भोलि बिहानसम्म हामी त्यहाँ पुग्छौँ होला। हामी हाम्रो वासस्थान भनेको सायद त्यसको आधी बाटोमा तल बेस क्याम्प जुनमा पुग्छौँ होला जस्तो छ। त्यसपछि हामी त्यहाँ पुग्नेछौँ। यति हिँड्दै गाह्रो भयो, कसो चढ्ने अब? अनि सर उताबाट त बाइक जान्थ्यो के अरे, हामी यो बाटो आइयो, बाइक पनि जाँदैन। अब कसो जाने, कसो जाने खोइ, झकल्नुहोस् है। हामी जाँदैछौँ देवचुली डाँडा। अब पुग्छौँ, बेस क्याम्पसम्म पुग्न पायो नि आराम गर्नुहुन्थ्यो। ओहो त्यस्तो उकालो कति उक्लिनु खै। किरणजी बाटो भेटियो। साथीहरू तपाईँले देखिनु भएको छ जुन यो देवचुली डाँडो हो, नवलपुरकै सबभन्दा उच्च ठाउँमा रहेको डाँडो हो। त्यसै गरी नजिकमा रहेको यो जुन बर्चुली भनिन्छ हामीले, किंवदन्ती अनुसार दिदी र बहिनी पनि भनिन्छ यिनीहरूलाई। देवचुली र बर्चुली डाँडो जुन अटल रूपमा बसिरहेको छ
पछाडि हेर्दा हिमाल पनि देखेको छ। हामी बाटोमा हिँडिरहेका छौँ। हामी पुग्नुपर्ने वहाँ पर हो देवचुली डाँडो। हामी यो बिचमा छौँ। रात पर्न लागिसक्यो। बिचमा बास पाइन्छ पाइन थाहा छैन। अब बास पाइयो भने बिचमा बस्ने होला। तर बास नपाए नत्र जुनै रात हुनसक्छ। रातै रात भए पनि हामी वहाँ पुग्ने लक्ष्य लिएर आएका छौँ। होइन त सर? कहाँ पुग्यो टोले हो? रोक रोक, पानी चाहियो पानी। अब त अँधेरै भयो। डाँडो आज चुम्न सकिला जस्तो छैन। बिच बाटोमै बास होला जस्तो छ। साथीहरू कोही अगाडि गइसक्नुभयो, कोही पछाडि नै हुनुहुन्छ। तर पनि हामी हिँडिरहेका छौँ। हामी आउँदा आउँदै यो देवचुलीको फेदमा रहेको यो एउटा त्यहाँ होमस्टे छ। यहीँ गीत गाउने नाच्ने गरिरहेका छन् केही सदस्यहरू। निकै रमाइलो छ यहाँ। हाम्रा साथीहरू चाहिँ अग्रिम आएर यसरी आगो तापेर बसिसकेका छन्। साथीहरू चाहिँ पहिल्यै आगो खोज्दै हुन्छ। देवचुली डाँडाबाट हामी सूर्योदयलाई स्वागत गरिरहेका छौँ। यतिखेर नवलकोट जिल्लाको देवचुली डाँडाबाट सूर्यलाई यसरी स्वागतको लागि थुप्रै देवचुली डाँडाबाट हामी फर्किँदैछौँ साथीहरू। हेर्नुहोस् बाटो यस्तो छ, यसरी झर्नी हो। झर्दैछौँ। बिहान चढ्दाखेरि त अलि अँधेरै थियो, खिच्न पाइएन।
अलि उज्यालो भएकाले खिच्न पाइएछ। ल हेर्नुहोस् दुईटा साथीहरू अगाडि गइसके, हामी दुईटा बिचमा छौँ, दुईजना पछाडि हुनुहुन्छ है। हेर्नुहोस् बादल, आहा यो देवचुलीको डाँडो हो, टावर भएको नि र त्यहाँबाट हामी चाहिँ भर्खर झर्दैछौँ। देवचुलीको त्यो टावर देख्नुभयो, त्यहाँबाट हामी फर्किँदै छौँ। बाटो निकै अप्ठ्यारो छ। ल हेर्नुहोस् यसरी झर्नु परिरहेछ। अहिले त हेर्नुहुन्छ नि बादल, हेर्नु त एकदम मनमोहक छ, तर यात्रा चाहिँ कठिनाइ छ। करिब डाँडाबाट 2 घन्टा हिँडेपछि बल्ल आदर्श शिविर आउँछ र त्यहाँबाट पनि लगभग 1-1.5 घन्टा हिँडेपछि बल्ल हामी पोखरी बाइक राखेछ त्यहाँसम्म पुग्छौँ। हजुर अघि गएका दुईजना दौडिँदै गयो क्या? बिहान त यहाँ त छाम्दै गएको अँधेरोमा। लिएर साथीहरू दुईजना त्यहाँ पेर बस्नु भएको छ, हामी दुईजना चाहिँ यहीँ छौँ। त्यसै दुईजना साथीहरू पछाडि आउँदै हुनुहुन्छ। यसरी हाम्रो देवचुलीको यात्रा चाहिँ टुङ्गिँदैछ भनौँ, झर्दैछौँ। देवचुली डाँडो त्यहीँ पुगेर हामी त्यो पहाड हुँदै यसरी फेरि भित्रबाट जङ्गल हुँदै यसरी हामी आइयो। यो सिँढी हुँदै अब चाहिँ सजिलो बाटो आइपुगेछ। साथीहरू फेरि अघि दौडिहाल्नुहुन्छ, सबै अगाडि गइसक्नु भएको छ। दुईजनाले मलाई कुर्दै हुनुहुन्छ, म चाहिँ लास्टमा छु। हाम्रो टोली चाहिँ देवचुलीबाट फर्कियो। 5जना टोली अगाडि छन्, म पछाडि छु। ज्याकेट ल्यायो नि सबैले होइन? ल यस्तो रमाइलो हुन्छ, केटाहरू सधैँ आउँदो रहेछ नि त। ल कति टोली छ नि यहाँ, हामी पुग्ने हो त्यो डाँडोमा भोलि। ल साथीहरू हामी बस्ने कोठा चाहिँ यस्तो भेटियो। यही पनि डाँडामा आगो बाल्ने त्यहाँ गएर होइन दाइ, नभए एउटा सानो ग्यास हुन्छ यत्रो ट्याक्क। ल हामी यो देवचुलीको खेतमा बसेर चाहिँ यो कुखुराको मासु पोलेर पनि खाँदैछौँ। त्यसले गर्दा अब यसो माथि हेर्नु भने देवचुली डाँडा हो, अहिले अझै अन्धकारले देखिएको छैन। साथीहरू यहाँ आएका छौँ, त्यो साथीहरू टोली, अरू टोली पनि थुप्रै टोली छन् यहाँ। थुप्रै टोलीहरू नाचिरहेका छन्, गीत गाइरहेका छन्, नाचिरहेका छन्। हामी चाहिँ हाम्रो नाची पालो आउँदैछ। खानीले खाँदै गरे हुन्छ है साथीहरू। गीत यो साथी तिमीलाई गुरस भन्छन्, फर्कियाऊ शान्ति भन्दै डाफे मुनल नाच्छन्। फर्कियाऊ शान्ति तिमीलाई गुरस भन्छन्,
फर्कियाऊ शान्ति भन्दै नाफे मुनाल सुरु गीत पाप लाग्ला शान्ति तिमीलाई बाबु बुद्धको श्राप लाग्ला शान्ति तिमीलाई आउने पिँढीको फर्कियाऊ शान्ति तिमी होइन भने श्राप लाग्ला आउने पिँढीको फर्कियाऊ शान्ति तिमी डाली गुरस भन्छन् फर्कियाऊ शान्ति भन्दै डाफे मुनाल रुन्छन्। यो बिचमा हामी त्यो डाँडामा पुग्दैछौँ। त्यो डाँडाको लागि बिचमा छौँ हामी। यतिखेर लगभग 5 बज्न लागेको छ बिहानको। हेलो गुड मर्निङ। हामी 1 घन्टामा पक्कै पनि पुग्छौँ भन्ने आशा दिउँ। कस्तो लाग्छ त हरि सर? मलाई आधी बाटो आयो, 2 घन्टा लागिसक्यो। अब 2 घन्टामा हामी देवचुली डाँडामा पुग्नेछौँ र त्यहाँ पुगेपछि बल्ल स्वर्गको अनुभूति हुनेछ जस्तो लाग्छ। अरू के छ अरू तपाईँ? हामी अब यो देवचुलीको ठ्याक्कै डाँडामा आइपुग्यौँ लाग्यौँ। यता सूर्योदय हुन खोजिरहेको छ। हामी चाहिँ अब डाँडामा पुगेर सकभर सूर्योदयको दृश्य देखाउनेछौँ। ल फाइनली गाइस हामी आइपुग्यो। हामी आइपुग्यौँ देखाएको। अब हामी सूर्योदयको प्रतीक्षामा छौँ। तल बादल छ, उता सूर्योदयले लाली देखाइसकेको छ। केही बेरमै सूर्योदय हुने अपेक्षा गरेका छौँ। अब निस्कने तयारी छ। हेर्नुहोस् सङ्ख्या युवाहरू जेनजी उमेरका युवाहरू चाहिँ 1 घन्टामा आए। हामी जेन वाईका चाहिँ 2 घन्टा लाग्यो करिब करिब। हेर्नुहोस् भिड। ल हेर्नुहोस् बादलबाट मान्छे माथि आइसक्नु भयो। बादललाई छिचुलेर डाँडा चढ्दै हुनुहुन्छ। कति राम्रो। सूर्योदयको प्रतीक्षामा छन् यहाँ धेरै नै। देवचुली डाँडा टाकुरामा सूर्योदयको प्रतीक्षामा उता हेर्न सक्नुहुन्छ। बादल बादलले ढाकिरहेको छ। यतापट्टि हिमाल देखिएको छ। यता हेर्न सक्नुहुन्छ हिमाल। टावरबाट हेर्दै हुनुहुन्छ। यताबाट सूर्योदय हुने तयारीमा छ। बिहानको 5 बजेर लगभग
55 मिनट भएको छ। केही बेरमा सूर्योदय हुने अवस्था रहेको छ।